गाइस आज म चाहिँ चाउमिन प्योर भेजिटेरियन चाहिँ को चाउमिनको चाहिँ मुखमा लिएर उपस्थित भएको छु। हामी चाहिँ तपाईँहरूलाई एकचोटि चाउमिन सो गर्छौँ होइन, हेर्नु होला। गाजर, यो हरियो मटर, यो पडमास र विभिन्न थरीका भेजिटहरूको चाहिँ सम्मिश्रणबाट चाहिँ मिठो चाउमिन बनेको छ। तपाईँहरू पनि मसँगै खाँदै इन्जोय गर्नु होला। तपाईँहरू आज चाहिँ म चाहिँ फर्स्ट टाइम यो हाँसीले चाहिँ ट्राई गर्दैछु। मलाई हाँसी चाहिँ समात्न आउँदैन होइन, कमेन्टमा चाहिँ रियाक्ट नगरिदिनु होला। यो फर्स्ट बाइट चाहिँ तपाईँहरूको लागि है त। कसको चाहिँ चाउमिन फेभरेट छ होइन, कमेन्ट आउँदा बिलो। मेरो त एकदम फेभरेट गाइस। मलाई चाहिँ चाउमिन एकदम मनपर्छ। म चाहिँ भातभन्दा पनि चाउमिन बढी चाउमिन होइन, तर चाउमिन चाहिँ नट गुड फर हेल्थ भन्छ होइन, तर मलाई चाहिँ किन चाहिँ चाउमिन मनपर्छ कि। यो पनि आउन चिटचिटो भएर आउँछ अहिले केही हुन्न। तपाईँहरू फुर्सदमा हुन्छ, फुर्सदको टाइम सबै गर्नुहुन्छ। त्यसै गरी घरमा पकाएको ओरिजिनल टेस्टको यो भिडियो चाहिँ चिटचिटो भएर आउँछ, यो आउँदैन आजकल पनि आउँदैन। नयाँ अहिले भन्नुपर्छ म बनाउँछु यति बनाउँदैछ म बोल्नु है त। कसको चाहिँ फेभरेट चाउमिन हो गाइस। तपाईँहरू पनि घरमा यसै गरी हेल्थको लागि राम्रो सबै भेजहरू मिसाएर चाहिँ यसै गरी चाहिँ जाडोको टाइममा अझ यो चाउमिन हुन थुक्पा चाहिँ यसै गरी बनाएर खान सक्नुहुन्छ होइन। त्यही भएर गाइस है त। खुर्सानी चाहिँ मलाई चाहिँ खासै ठिक लाग्दैन। के भनौँ न, खुर्सानीको पनि एकदम च्यालेन्ज गर्छु म, तर म खाएँ। सबै बाटो डल्लो टिपेको अर्को टाउको दियो आधी भिडियो सानो हुँदा भिडियो पहिला खाइदियो फर्स्टमा नर्मल आएको बोडी के राख्ने फर्स्टमा क्लियर बोडी खाने कसरी खाने एउटा खाना पुग्छ उयो होइन कति जति फेरि थियो अगाडि काम गरेपछि अन्त सामने चाहिँ खानु त चिल्लो बसेर ल गाइस, हामीले चाहिँ अहिले चाउमिन खान सक्यौँ। हामी यस्तै मुखबान भिडियो लिएर फेरि उपस्थित हुनेछौँ। तबसम्मको लागि चाहिँ हाम्रो च्यानल लाइक, कमेन्ट, सब्सक्राइब र सेयर गर्न नभुल्नु होला। हस् त।